ल रोकितिर आएको आर्मीले। तपाईँहरूसँग गर्लफ्रेन्ड बोयफ्रेन्ड छन् भने यो ठाउँ चाहिँ आउनु नभुल्नु होला सबैजना। अनि के कस्तो छ यहाँ हेरेर थाहा पाउनुहुन्छ आइसकेपछि है त। रेशम गेवाली युट्युब च्यानलमा जोडिनु हुने सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई वेलकम छ। आज चाहिँ हामी बैलकाँडा भन्ने ठाउँमा जाँदैछौँ र एकदम बबाल छ। यहाँ चाहिँ सुर्खेतको भ्यू चाहिँ यति बबाल देखिन्छ, भाइरल पनि छ। जस यति भन्दै हामी चाहिँ कपासी आइपुगेका छौँ। कपासी आएर अनि चौचो खाएर एकछिन यसो बसेको अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ। अनि यति भन्दै चाहिँ अब हामी चाहिँ हिँड्ने तयारीमा छौँ। अनि देख्न सक्नुहुन्छ यहाँको वातावरण यस्तो रहेको छ। मौसम त्यति क्लियर फाटे छैन, जस आनन्द छ, हरियाली पनि देख्न सक्नुहुन्छ हजुरहरूले। अनि हामी यति भन्दै अब चाहिँ हामी हिँड्ने तयारीमा छौँ र हामी हिँडी पनि सकेका छौँ। ल हजुरहरूले देख्न सक्नुहुन्छ कपासीको बोर्ड पनि। अनि यस अब हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। हजुरहरू पनि आउन सक्नुहुन्छ यो ठाउँको जानको लागि। कपासी हुँदै जानुपर्छ। अनि अब यहाँ चाहिँ रहेको छ आर्मी क्याम्प। पुरा भिडियो हेर्नु होला, आज एकदम रमाइलो हुनेवाला छ। मौसम पनि एकदम च्यालेन्ज गरिरहेको छ मौसमले। अनि यति भन्दै हामी चाहिँ कपासे डाइरेक्टमा आइपुगेका छौँ, तर हामीलाई रोकिसकेका छन् है आर्मीले। कारण चाहिँ के हो थाहा भएन। अनि कारण रहेछ कि भिडियो नहाल्ने, भिडियो बनाएको भए भनेर रहेछ। अनि त्यही पनि त्यस्तो थिएन, त्यही भएर हामीले हालिदिएका छौँ, त्यस्तो केही नहोला। अनि बुझ्नु नै छ भन्दै ल अब हामी माथि गएर भ्यू देखाउनेछौँ के कस्तो हुन्छ है त। पुरा भिडियो हेरेर साथ दिनु होला सबैजनाले। अनि च्यानललाई सब्सक्राइबर गर्नुभएको छैन सब्सक्राइबर गर्नु होला, लाइक कमेन्ट पनि गरिदिनु होला, माया गरिदिनु होला। पुरा भिडियो हेरेर सबैजनाले हजुरहरूको मायाको आवश्यक छ है त। हामी चाहिँ यहाँ भाइरल ठाउँमा आएर यहाँ पनि एकछिन बसेर रेस्ट गरेर हामी चाहिँ यहाँबाट निस्किन लाग्यो। अनि देख्न सक्नुहुन्छ भन्दै हामी निस्क्यौँ। यहाँ चाहिँ भिडियो बनाउने कार्यक्रम चलिरहेको थियो हाम्रो दिदीबहिनीहरूको। अनि जस मान्छे उहाँबाट हिँडेर आइरहेका छन्, रमाइलो छ। ल पुरा भिडियो हेर्नु होला। त्यही ठाउँमा जानुको लागि यस्तरी आएका छन् मान्छे हिँडेर आइदिएका छन्। सायद गाडी बसालिदिनु नि त नजिक भनेर, त्यो भएर हामी यत्रो बेङ्गलोर हिँडिरहेको देख्न सक्नुहुन्छ। रमाइलो छ मौसम।
भन्दै गर्दा हामी चाहिँ अब कटकुवा भन्ने ठाउँको आसपासमा आइपुगेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो रहेको छ मौसम। अनि ल यति भन्दै कटकुवाको बोर्ड पनि देख्नुभयो हजुरहरूले। अनि यो ठाउँमा कतिजना आउनुभयो होला, धेरै आउनुभयो होला त्यहाँ चाहिँ लास्टै आउनुहुन्छ होइन। तर अब नआएकोले आएको सबैजना माया गरिदिनु होला, कमेन्ट गर्नु होला। नआएको मान्छेहरू आउनु होला, एकदम रमाइलो हुन्छ है त। सबैजना माया गरिदिनु होला। यति भन्दै हामी छेडाबाट अगाडि आइसकेका छौँ। छेडाको देख्न सक्नुहुन्छ यो मन्दिर रहेको छ। माथि चाहिँ छेडा बजारी हल्का देखिन्छ। यहाँ चाहिँ राल सिक्किएको छ र हामी चाहिँ यहाँ बहिनीहरूलाई कुदायो त्यसपछि जानुपर्छ है त। यति भन्दै मैले चाहिँ यसो सर्ट भिडियो गराइदिएको नि त। यस्तो मौसम राम्रो देखेर देख्न सक्नुहुन्छ। ल हामी चाहिँ फाइनल्ली बैलकाँडा भन्ने ठाउँमा आइसकेको छौँ। हजुरहरू पनि यो ठाउँमा आएर रमाइलो लिन सक्नुहुन्छ। एकदम आनन्द चिसो हावा। अनि चाहिँ यो चाहिँ अहिले लागिरहेको छ। फोटो खिचेर जति गरेर हामी चाहिँ फर्केर आयो, किनकि पानी आउनु लाग्यो। त्यही भएर जब चाहिँ पानी आएर त्यही भएर हामी चाहिँ फर्केको है त। त्यसपछि हामी गुम्बा जाउँ भनेर म चाहिँ दौडेको। बहिनीलाई भिडियो बनाइदेऊ भनेको टाढैबाट बनाइदिएछु, देख्न सक्नुहुन्छ। र आजलाई भिडियो यति नै। सबैजना माया गरिदिनु होला। थ्याङ्क सो मच।